बगेको खोला फर्किँदैन, समयले कहिले पनि पर्खिँदैन। खाने भए खाइदिम, माया प्रीति लगाइदिम, नत्र भने एकचोटि हाँसेर गइदिम। सस्तो केरा अनि मस्त केरा आयो हजुर मगरको बारीको केरा। नमस्ते, मेरो नाम विशाल मगर, म तपाईँहरूको भाइरल केरावाला भाइ। मेरो सुरुवातको जर्नी यही खोलादेखि भएको थियो। खोलाको जर्नी मैले कसरी स्टार्ट गरेको थिएँ, मेरो स्ट्रगल कसरी भएको थियो, मेरो जर्नी कसरी भएको थियो र आज हजुरहरूको मायाले यहाँसम्म कसरी पुग्यो भनेर सुरुवातको एउटा मेरो मनको कुरा, मनको पीडाहरू सेयर गर्नलाई हजुरप्रति आइरहेको छु। सङ्घर्ष गर्दैछु, यहाँसम्मको जर्नीमा धेरै दुःखहरू गर्दैछु। त्यसैले तपाईँहरूको लाइक, तपाईँहरूको कमेन्ट, तपाईँहरूको सेयर र तपाईँहरूले मलाई फलो गरिदिनु भयो भनेपछि अझै माथि पुग्ने मेरो सपना छ। हजुरहरूले माया गरिदिनु होला, हजुरहरूले अझै धेरै माया गरिदिनु होला, अझै धेरै साथ सपोर्ट दिनु होला, अझै धेरै तपाईँहरूले केही कुराहरू मैले ममाथि कमी कमजोरी भएको कुराहरू तपाईँले बुझाइदिनु होला, अझै पनि बुझाउनुहुन्छ भनेर आशा गर्दछु। आजको सुरुवात मेरो यो खुटिया खोलाको जर्नीदेखि कुन दुःख गरेर यहाँसम्म पुगेँ, अब के भनौँ, कहानी भनौँ कि कथा भनौँ, त्यो हजुरप्रति सेयर गरिरहेको छु, हजुरप्रति राखिरहेको छु। हजुरहरूले झर्को नमानेर एकचोटि पल्टाएर हेरिदिनु होला, यो मगर भाइको दुःख बुझिदिनु होला। सुरुमा म यो खुटिया खोलामा मेरो एउटा साइलो अङ्कलको ट्र्याक्टर थियो। त्यो ट्र्याक्टरमा मैले लेबरी काम गर्थेँ। त्यो लेबरी काम गर्दाखेरि मलाई भोक लाग्थ्यो। त्यो भोकले गर्दाखेरि मेरो दिमागको बत्ती जलाइदिएको थियो होइन। यो भोकलाई कसरी मेन्टेन गर्ने, मैले दिनभरि लेबरी काम गरेर मैले जति परिश्रम मजदुरी गरेछु त्यसको परिश्रम पाइरहेको छैन, त्यति मिलिरहेको छैन। त्यसैले अब यो भोकलाई चाहिँ कसरी मेन्टेन गरेर मैले परिश्रम लिने हो त भन्ने हिसाबले मैले यही खुटिया खोलादेखि अङ्कलको गाडीमा काम गर्दाखेरि भोकले मैले सुरुमा नास्ता पसल गरेँ होइन। नास्ता सास्ता गरेँ, मासु चिउरा अनि तपाईँको मासु चिउरा अनि मेगासेगा यस्तो खानेकुरा जुन त्यहाँको लेबरहरूलाई आवश्यक पर्छ त्यो कुराहरूलाई मेन्टेन गरेर मैले स्टार्टको जर्नी गरेँ। सुरुमा म झोलामा थिएँ होइन। झोलापछि त्यसपछि अनि यो खुटिया खोला भनेको 2-3 महिना मात्रै खुल्छ। 2-3 महिनापछि होइन, यो खुटिया खोला 2-3 महिनापछि चाहिँ बन्द भइहाल्छ। यो बन्दको समयमा के गर्ने भन्दा त अब ल तरकारी गर्ने, ठेला चलाउने, बजारतिर झर्ने भनेर म ठेलातिर गएँ। ठेला चलाउनलाई बजारतिर झरेँ। बजारतिर गइसकेपछि मैले सुरुवातमा तरकारी नै किन बेचेँ भनेपछि धनीले पनि खान्छ, गरिबले पनि खान्छ होइन। एनी हाउ सबैलाई तरकारी चाहिन्छ। त्यसैले होइन, मैले एउटा तरकारी गर्नुपर्छ भनेर तरकारीको एउटा व्यवसाय अङ्गाले मैले तरकारीको व्यवसाय सुरुवात गरेँ। त्यो सुरुवात गर्दा पनि मलाई धेरै कठिन भएको थियो, धेरै गाह्रो भएको थियो। मैले मैननगर रोड, पूर्व रोड, पहाड रोड अनि धनगढी रोड सबै ठेला व्यवसायवालाहरूलाई सोधेँ, तर कसैले मलाई सही सल्लाह दिएनन्। यो जर्नीमा हिँड्दाखेरि राम्रो कुरा सिकाउने, राम्रो शैली सिकाउने, राम्रो कुराहरू सेयर गर्ने मान्छेहरू चाहिँ कमै भेटिँदो रहेछ। फेरि एकजना बुढो मान्छे बुवा हुनुहुन्थ्यो, बैटडीको हो, उहाँ बाजे एकदम अहिले बिरामी हुनुहुन्छ होइन। उहाँ हुनुहुन्थ्यो, उहाँले गर्दाखेरि मैले धेरै कुराहरू बुझेँ होइन। अनि तपाईँको ठेला लिइसकेपछि भाडामा लिएँ, ठेला भाडामा लिइसकेपछि मैले त्यसपछि तरकारी गरेँ। तरकारी गर्दै त्यसपछि ठेला धकल्दै मेरो शरीरको नै सर्भिसिङ गर्नुपर्ने स्थिति भयो। गाडीलाई सर्भिसिङ गरे जस्तो अवस्था हुने भयो। त्यसैले अब दुःख सुख गरेर मैले टक्क एउटा सानो यो गाडी किनेँ। अनि अटो किनिसकेपछि मैले यही अटोमा गरिरहेको छु। अहिले त्यो अटोमा आइसकेपछि हाम्रो संयोजक भगवानको कृपाले भनौँ कि बेडा बाबाको एउटा आशीर्वादले भनौँ कि होइन, हजुरहरूको माया पाउनु भनौँ कि, त्यसैले एउटा दाइसँग हाम्रो भेट भयो। उहाँ दाइ भरत विक्रम शाह, उहाँलाई म एकदम मनैदेखि धन्यवाद दिन चाहन्छु होइन। किनकि उहाँले गर्दा मलाई मेरो यो एउटा पीडा धेरै ठाउँ मैले बुझाउनु थियो, धेरै ठाउँ होइन मैले सेयर गर्नु थियो। मेरो आफन्त, मेरो आमा बाउ, मेरो गाउँ समाजलाई देखाउनु थियो। तर उहाँ दाइले गर्दाखेरि हजुरहरूप्रति सबैले बुझिदिनु भयो, सबैले हेरिदिनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद होइन। अझै पनि साथ सपोर्ट गर्दै जानु होला। मेरो पेजमा फलो गरिदिनु होला। मेरो पेजको नाम विशाल मङ्गोल अनि अर्को फेसबुकको नाम चाहिँ विशाल मङ्गोल छ। अनि तपाईँको पेजको नाम चाहिँ विशाल मूलवासी भन्ने एउटा छ पेज होइन। त्योमा पनि फलो गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। हजुरहरूकै मायाले गर्दा मलाई मान्छे सार्न सपना ठुलो छ, अझै पनि केही हुन्छ कि भन्ने एउटा आश छ होइन। त्यसैले प्लिज सक्दो सेयर गरिदिनु होला, सक्दो सब्सक्राइब गरिदिनु होला, सक्दो लाइक गरिदिनु होला, सक्दो सपोर्ट गरिदिनु होला। हजुरप्रति म धेरै आभारी छु। धन्यवाद।